हेलो गाइस, सबैजनालाई मेरो न्यू भ्लगमा स्वागत छ। तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ। आज हामी साखर टु रामपुर बाइक राइडिङ गर्दै जाँदै छौं। तपाईहरुले सबैजनाले भिडियो हेरेर साथ दिनु होला। सबैजनालाई क्लिप भिडियो देखाउँछु, सबैजनाले हेर्नु होला। हामी अहिले भट्टाई चोक आएका छौं। ठ्याक्कै भट्टाई चोकबाट गण्डकी तर्फ लागिरहेका छौं। उहाँ दयराम बा हुनुहुन्छ, उहाँसँग छोटो मिठो कुराकानी गरेका छौं। तपाई सबैजनाले सुन्नु होला। हामी दयराम बासँग कुरा गर्दै हामी अहिले अँधेरखोला जाँदै छौं। अँधेरखोला हुँदै रामपुर मटेरी हुँदै घुमघाम कार्यक्रम रहेको छ। सबैजनाले हेर्नु होला। अहिले ठ्याक्कै अँधेरखोला जानी ओरालोमा झर्दै छौं हामी। यता सुँगुर आएको छ, बुङ्गुरहरु हेर्नु होला। चाहिएमा सम्पर्क गर्नु उहाँ बुवालाई। अँधेरखोलाको बाटो राम्रो रहेको छ, पिच भएको छ। पहिला भन्दा धेरै सुधार भएको छ, विकास भएको छ। तपाई घुमघाम आउन गर्न सक्नुहुन्छ। हिलो धुलो माटो रहेको छैन। यो अँधेरखोलाको पुल रहेको छ। हामी अहिले ठ्याक्कै अँधेरखोलाको पुलबाट अगाडि लागिसकेका छौं। बाटो राम्रो भएको छ। यहाँ घुमटी रिसोर्ट पनि छ। यहाँ आएर तपाईले खाजा नास्ता खान सक्नुहुन्छ, बस्न सक्नुहुन्छ। अहिले उकालो आएका छौं। तपाईले यहाँको नजारा दृश्यहरु हेर्न सक्नुहुन्छ। यस्तो छ यहाँका दृश्यहरु। हामी अहिले खोपटार आएका छौं। यहाँ तपाईहरु गर्लफ्रेन्ड बॉयफ्रेन्ड भए लिएर आएर बस्न सक्नुहुन्छ, डेटिङ गर्न सक्नुहुन्छ। कुराकानी हावा गर्मीको मौसम छ, हावा खान सक्नुहुन्छ। यो खोपटारको दृश्य हो। अहिले हामी कलिडोर हुँदै सदाबरतिर लागिएको छ, सदाबर आउन लागेको छ। यो ठ्याक्कै भन्दा यो रजरा जाने बाटो खोपटार। यहाँ ग्यारेज पनि छ, यतातिरबाट उता जान सक्नुहुन्छ रजरातिर। अहिले हामी यता पार्टी प्लेसनिर आएका छौं। यहाँ पुराना पार्टी प्लेस, यहाँ बस्नको व्यवस्था छ राम्रो। फोटो खिच्न हेर्न पाइन्छ। अहिले हामी पार्टी प्लेस हुँदै सदावर्त चोकतिर लागिरहेका छौं। देख्न सक्नुहुन्छ सदावर्त रामपुरको नजाराहरु यस्तो छ। बाटो राम्रो छ। म हाई भनेको छु। के छ कस्तो छ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला सबैजनाले। अहिले हामी सदावर्तको चोकनिर आएका छौं। यताबाट रामपुर बेजान तर्फ जान सक्नुहुन्छ। देवीस्थान मार्ग पनि जान सक्नुहुन्छ। अहिले हामी मटेरी जाँदै छौं। यो सदावर्तको स्कुल रहेको छ। बाटो राम्रो भएछ, पिच अटोको सुविधा पनि रहेको छ। अटो बस भेन सबैको सुविधा रहेको छ। तपाईले घुम्न आउन सक्नुहुन्छ। यो बाटोबाट तपाईहरु रामपुर तालपोखरा पनि जान सक्नुहुन्छ।
हामी अहिले ठ्याक्कै मटेरी आइसकेका छौँ। तपाईले मटेरीको दृश्य देख्न सक्नुहुन्छ। हामी बाइकबाट झरेर अहिले मटेरीतर्फ हिँड्दै गइरहेका छौँ। मटेरीको नजाराहरू देखाउने प्रयास गर्दछौँ। यो केटा रामपुरको फुच्चे डन रहेको छ। कोले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। हेर्नुस् गाइज, यतातिर भलिबल कार्यक्रम भइरहेका छ। नानीहरूको छोटो क्लिप तपाईहरुलाई देखाएका कस्तो लाग्यो कमेन्टमा प्रतिक्रियाहरू दिनु होला। तपाईहरुको माझमा देखाएका छौँ। यता भलिबल म्याच पनि भएको छ। यता जेन्ट्सको भएको छ भने उता लेडिजको भएको छ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। आगामी दिनमा पनि यस्ता भिडियोहरू तपाईहरु समक्ष ल्याउने प्रयास गर्दछौँ। हामीले अघि नै अलि टाढाबाट देखिएको थियो भने अलि नजिक गएर खिचेको छु। तपाईहरु को हुनुहुन्छ मटेरतिरबाट कमेन्ट गर्नु होला। हेर्नु होला भलिबल ग्राउन्डमा कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया दिनु होला। आशिका तामाङ दिदी तपाई यतातिर आउनु पर्यो। यस्तो फोरम भएको छ, तपाई आउनु पर्यो विकास गर्न। यो हाम्रो पाल्पा रामपुर मटेरीको फुल नजारा रहेको छ। तपाईहरुले फुल ग्राउन्ड देख्न सक्नुहुन्छ। यस्तो रहेको छ हाम्रो मटेरी देख्न सक्नुहुन्छ। यता चौताराहरू पनि रहेको छ। तपाईहरु बसेर हावा खान सक्नुहुन्छ, गेम खेल्न सक्नुहुन्छ, रमाइलो लिन सक्नुहुन्छ। हेरेर आउनु होला, बस्नु होला, गफगाफ गर्नु होला। अर्जुन र म मिठा गफ गर्दै मटेरी घुमघाम गरेका छौँ। मटेरी घुमघाम गरेर अहिले रामपुरको बाङ्गे पसल हुँदै परी चौकी हुँदै हामी चाहिँ देवीस्थान मार्गबाट घरतिर जानेछौँ। तपाईहरु छोटा क्लिपहरू हेर्न सक्नुहुन्छ। रामपुरमा पिच भएको छ। रामपुर रमाइलो छ। तपाईले फोटो खिच्न आउन सक्नुहुन्छ, घुमघाम गर्न सक्नुहुन्छ। हामी अहिले ठ्याक्क अब चाहिँ बाङ्गे पसलनिर आएका छौँ। यतातिर तपाईहरु सदावर्त चोक पनि जानुहुन्छ। यता बाटो छ। हामी अहिले सिधै चाहिँ चौकीनिरको बाटो सिधा हुँदै गएका छौँ। तपाईहरुमा छोटो क्लिप देखाउँछु। अहिले अँधेरो भएर अँधेरो अवस्था रहेको छ, रातिको अवस्था। त्यस भएर अलि क्लियर आएको छैन। तपाईले फास्टमा हेर्नु होला। अहिले हामी परी चौकीबाट उता देवीस्थान मार्गतिर गएका छौँ। तपाईहरु सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला, माया गर्नु होला, सब्स्क्राइब गर्नु होला। ल आजलाई यति नै भिडियो गर्दै म राख्दछु। साना भिडियोहरू पछाडि पनि देखाउँछु, तपाईले हेर्नु होला।